नेपाली क्रिकेट टिम यो अहिले भइरहेको T20 वर्ल्ड कपको सुपर 8मा फिनिस गर्छ गर्दैन सबैभन्दा ठुलो टपिक अफ डिस्कसन अहिले त्यही नै हो। अब अस्ति इङ्ल्यान्डसँगको पर्फर्मेन्स हेर्ने हो भने तर त्यही खाले पर्फर्म गर्यो भने त कसैले रोक्नै सक्दैन। सुपर 8 के भन्ने सेमी फाइनल फाइनल पनि पुग्न सक्छ त्यस्तै पर्फर्मेन्स मेन्टेन भयो भने। तर हरेक खेलको आफ्नै कथा हुन्छ। त्यो खेल त्यो सिचुएसन अब त्यतिखेर के हुन्छ भन्न सकिन्न। अरू ग्रुपहरूको कम्पेरिजनमा यो ग्रुप सी चाहिँ अलिकति इन्ट्रेस्टिङ पनि छ। यहाँ इङ्ल्यान्ड छोडेर बाँकी टिमहरू सबैको धेरै राम्रो चान्सेस नै छ क्या। त्यही बारेमा हल्का डिस्कस गरौँ यो भिडियोमा। तर के लाग्छ प्रेडिक्सन के छ एकदम निष्पक्ष भएर कमेन्ट गरौँ त हेरौँ कसको मिल्दो रहेछ पछि हेर्नुपर्छ। नेपालले इङ्ल्यान्डलाई लास्ट बलसम्मै पुस गर्यो। उनीहरूको लिमिट नै टेस्ट गर्यो नर्भस बनाइदिएको त लास्टमा त मिटिङ बसिरहेको त उनीहरूको र त्यो म्याचले दुनियाँ हल्लिसक्यो मान्छेले दुनियाँ सबैले कुरा गरिरहेछन् हाहाकार भएको चाहिँ त्यो आफैमा छ। कन्फिडेन्स पनि हाई छ नेपालको त्यो पनि ठिक छ। तर यहाँ अब त्यो लिएर चाहिँ नाक फुलाएर बस्ने बेला होइन यो अलिकति पनि होइन। आई होप अस्ट्रेलियन कोच छन् कोचहरूको काम यो नै हो मेन त होइन प्लेयर्सहरूलाई चाहिँ एउटा हो सम्हालिएर बस है केही भएको छैन गेम जितेको छैन हो अब फाइट गर्यो फाइट गरेर अर्को राउन्ड पुगिन्छ टप 8 पुगिन्छ। त्यो वर्ल्ड कपको सबै ग्रुपहरू हेर्ने हो भने यो ग्रुपमा चाहिँ धेरै नै चान्सेस छ किनभने सबसे इन्ट्रेस्टिङ ग्रुप छ यो। एउटा इङ्ल्यान्ड छ एकदम क्लियर फेभरेट त्यो बाहेक क्लियर फेभरेट कोही पनि छैन। इभन वेस्ट इन्डिज पहिलाको वेस्ट इन्डिज होइन अफकोर्स अब हामी अस्ति नेपालले हराएको वेस्ट इन्डिज त होइन यो तगडा छ T20 महिनाको टिम तगडै छ स्टिल बिटेबल वेस्ट इन्डिज छ क्या। बङ्गलादेश नभएर हेल्प भयो बङ्गलादेश भएको भए चाहिँ आफ्नो कन्डिसनमा होइन एसियाको कन्डिसनमा त्यसमाथि धेरै तगडा छ नि त बङ्गलादेशको टिम त अलिकति गाह्रो हुन्थ्यो। स्कटल्यान्ड आएपछि थोरै स्कटल्यान्ड यार एसोसिएट हो या जे भए पनि एसोसिएटको सबसे तगडा होला अरे तर स्टिल एसोसिएट हो। इटाली राम्रो छ नराम्रो छैन राम्रो गरेर आएको छ प्लेयरहरू सबै अब कोही अस्ट्रेलियाको कोही साउथ अफ्रिकाको कहाँको मात्रै छन् फेरि इटालीको कोही पनि छैनन् त्यहाँ स्टिल इटाली हो यार। यहाँ इङ्ल्यान्ड यार फर्मर वर्ल्ड च्याम्पियनलाई हामीले फाइट दिइरहेको छ भनेपछि त्यो कुरा चाहिँ याद राख्नुपर्छ कि मजाले बिटेबल छ। अस्ति इङ्ल्यान्डसँगको जतिको लेभलको गेम भयो भने त हामी कन्फर्म जान्छौँ होइन कुनै डाउट छैन। तिनटै गेम मुम्बईमा छ अब सबैलाई त्यो एडभान्टेज त छ अब होइन किनभने ट्राभल गर्नु परेन कन्डिसन अझै युज टु हुन्छन् र नेपालको एउटा अलिकति एडभान्टेज स्पिन बलिङ भइहाल्यो। सन्दीप लामिछाने प्राइम सन्दीप लामिछाने एक्स्ट्राअर्डिनरी फर्ममा पनि छन् बब्बाले बलिङ गरे अस्ति इङ्ल्यान्डसँग पनि मेन हतियार हाम्रो सन्दीप लामिछाने भइहाले। इभन शेरमल्लले पनि कन्फिडेन्स लिएको हुनुपर्छ एनपिएलमा पनि राम्रो गराएको थियो अस्ति पनि सुरुमै विकेट लिएका थिए। अनि हामीसँग अरू पनि अब दिपेन्द्र सिंह ऐरी छन् कुशल भुर्देल अब आइडोनो कुशल भुर्देल अस्तिको म्याच हेरिकन त स्टिल स्पिन बलिङ एक्स फ्याक्टर हुनसक्छ हाम्रो किनभने उनीहरूको कम्पेरिजनमा हाम्रो धेरै राम्रो छ वेस्ट इन्डिज इटाली स्कटल्यान्डको कम्पेरिजनमा होइन। त्यो भएर आश चाहिँ छ डेन्जर आश छ मलाई गेम सबसे इम्पोर्टेन्ट हो किनभने त्यो म्याच जित्ने बित्तिकै वाइड ओपन छ क्या यो ग्रुप किनभने वेस्ट इन्डिज हराइदियो भने त नेपालले त अलमोस्ट क्वालिफाई हुन्छ यार। अथवा वेस्ट इन्डिजसँग हारेर स्कटल्यान्डलाई पछि हरायो भने पनि नेट रन रेटले अब त्यहाँ वेस्ट इन्डिजलाई कसैले हराइदियो भने हुन्छ नि जे पनि हुनसक्छ क्या यो ग्रुप ओपन छ म भन्दैछु दुईटा म्याचबाट पनि जाने चान्स आउँछ पुरा नेट रन रेटमा आउँछ। तर यो इटालीको गेम चाहिँ जित्नै पर्यो त्यसमा कुनै पनि डाउट छैन सबसे इजी गेम हो इटाली अब अन पेपर यो ग्रुपको सबसे इजी गेम पनि हो। अब अस्ति इङ्ल्यान्डसँग त्यस्तो खेलेर अब इटालीसँग हारिदियो भने चाहिँ कामै छैन क्या टिपिकल नेपाल भन्छ नि त्यही भयो त्यो पाकिस्तानको जस्तो हात हुन्छ क्या पाकिस्तानी क्रिकेटलाई पनि यस्तै भन्छन् क्या त्यो चाहिँ अब सोच्दै नसोचौँ किनभने त्यो प्रोग्रेस भइरहेछ मान्छेहरूले एक्सपेक्टेसन लिइसके दुनियाँले अब डेली स्ट्यान्डहरूले चाहिँ म कोचिङ गर्न तयार छु तिमीको टिमलाई भनिसकेको छ। अनि इङ्ल्यान्डलाई झन् जाने हराएर इटालीसँग हारिदियो भने चाहिँ के भन्ने होइन त्यही भएर त्यहाँतिर नसोचौँ इटालीलाई हराउनै पर्यो। तर त्यसपछि यो गेम हामी हार्यौँ रे वेस्ट इन्डिजसँग हार्यौँ रे अनि के त यहाँ चाहिँ अलिकति स्पाइसी ट्रिकी हुन्छ कुरो। अब पहिलो कुरा हेभी हार्न भएन नेट रन रेट एकदम इम्पोर्टेन्ट छ। अनि अर्को कुरा इङ्ल्यान्डले बाँकी टिमहरू सबैलाई धोबी हराउनु पर्यो उनीहरूको नेट रन रेट पनि डाउन हुनु पर्यो फ्याक्टर छ त्यो धेरै इम्पोर्टेन्ट फ्याक्टर हो। स्कटल्यान्ड इङ्ल्यान्डमा अब इङ्ल्यान्डलाई नि फुल सपोर्ट गर्नुपर्छ गाइज धोबी हराइदियोस् इङ्ल्यान्डले इटालीलाई धोबी हराइदियोस् इङ्ल्यान्डले वेस्ट इन्डिजलाई पनि धोबी हराइदियोस् सबसे हामीलाई फेभरेबल कुरा चाहिँ अब इङ्ल्यान्डले फेभर गर्नुपर्छ एकदम इम्पोर्टेन्ट हो त्यो भने हामीलाई मात्रै होइन सबैलाई आयो तर हामी यहाँ हाम्रो नेपालको पोइन्ट अफ भ्यूबाट कुरा गरौँ। अब के लेखेको छ है भगवान्ले के लेख्नु भएको छ के छ नेपालको भाग्यमा पनि थाहा छैन आफ्नो हातले भाग्य कोर्ने हो भने 3मा 3 जित्ने सक्यो होइन नो डाउट। त्यो भनेको त अब गाइज नेपाली क्रिकेटको रूप रेखे चेन्ज हुन्छ यार। नेपाल सुपर 8मा यहाँ क्वालिफाई हुनु भनेको त नि त्यो भने के हो म शब्दमा भन्न सक्दिनँ। त्यो भनेको चाहिँ दुनियाँले आइसिसीले बिसिसिआईले अझै बढी हेल्प पनि गर्छ सिरियसली लिन्छ नेपाली क्रिकेटले एक्चुअलमा नेक्स्ट स्टेप लिन्छ क्या मोरलको कुरा छँदैछ हजारौँ हजार क्रिकेटरहरू जन्मिन्छन् अहिले हेरेका बच्चाहरू सानो सानो बच्चाहरू पनि त्यसरी त हो नि इन्डियामा पहिला सुनिल गाभास्करहरू हेरेर तेन्दुलकरहरू जन्मिए तेन्दुलकर हेरेर विराट कोहलीहरू जन्मिए यसरी नै हो नि जन्मिने हिरोजहरू चाहिन्छ क्या स्पोर्ट्समा त हिरोजहरू चाहिन्छ जे होस् आश गरौँ आफ्नो पर्फर्मेन्स राम्रो होस् भएन भने पनि दुईटा जितौँ नेट रन रेट राम्रो होस् र हाम्रो जुन छन् प्रतिस्पर्धीहरू तिनीहरूलाई इङ्ल्यान्डले धोबी हराइदियोस्
होइन वेस्ट इन्डिज काहीँ न काहीँ स्लिप होस् या केही न केही हुनुपर्छ अलिकति जे पनि हुनसक्छ टी20 क्रिकेटमा केही भर छैन यो वर्ल्ड कपमा पनि केही भर छैन म चाहिँ अझै पनि अप्टिमिस्टिक छु केही न केही चाहिँ हुन्छ जस्तो लाग्छ अब कसरी हुन्छ थाहा छैन 3-3 जित्छ 2 जित्छ र केही न केही चाहिँ हुन्छ कि होइन आश त गर्नै पर्यो नेपालको एउटा दुईटा इस्यु छ त्यो इस्यु सल्भ हुनु पर्यो मेन कुरा त्यति भयो भने चाहिँ नि फुल्ली कन्फिडेन्ट हुन सकिन्छ क्या नेपाल सुपर 8सम्म जान्छ भनेर त्यो भनेको अलिकति मिडल अर्डरमा चाहिँ रन चाहियो अलिक बढी बल खाएको जस्तो फिल गर्छु स्पेसल्ली रोहित पौडेलको अस्ति हामीले हेऱ्यौँ होइन त्यो मतलब रोहित पौडेल मैले एक्जाम्पल मात्रै लिएको हो जसरी दिपेन्द्र सिंह अहिले खेलेका थिए बबाले खेलेका थिए दिपेन्द्र सिंह अहिले मिडल अर्डरमा हामीले त अब लोकेश बमको कुरा गऱ्यौँ होइन क्रेजी पर्फर्मेन्स थियो ठिक छ कुशल भुजेलको सुरुमा थियो दिपेन्द्र सिंह अहिले जे गरे मिडल अर्डरमा ह्यारी ब्रुक्स र त्यो बेथलको जुन पार्टनरसिप थियो इङ्ल्यान्डको विकेट भटाभट गएको बेलामा सिङ्गल डबल्स आइरहेछ बेला बेला बााउन्ड्री छक्काहरू आइरहेछ हो मिडल अर्डरले जित्ने हो नि त हाम्रो पनि अलिकति मिडल अर्डर राम्रो हुने बित्तिकै लास्टमा प्रेसर आउँदैन हाम्रो गेममा जहिले त्यही छ नि त यार बिचमा के हुन्छ अनि फेरि लास्टमा चाहिँ कसै न कसै क्लच हान्नुपर्छ कहिले करण केसीले आएर छक्का छक्का हान्दै हुन्छन् यो अब यहाँ लोकेश बमले आएर छक्का छक्का हान्नु त सधैँ कहाँ हुन्छ यार यति छ नेपाली क्रिकेटको मैले देखेको भनेको त्यो मिडल अर्डरमा चाहिँ चाहियो क्या रन्स चाहियो अलिकति छक्कै छक्का त हान्नु परेन तर स्टिल जस्तो अब अस्ति रोहित पौडेलले 10 रन बढी त्यही बलमा हानिदिएको भए पनि इनफ हुन्थ्यो होइन त्यो खालको कुरा गरे क्या आश गरौँ त्यहाँ इम्प्रुभमेन्ट हुन्छ त्यति इम्प्रुभमेन्ट भयो भने पनि नि धेरै माथि जान्छ क्या हामीहरूको क्रिकेट र अर्को कुरा श्याम करणको बलिङ वाउ यार गाइज यार त्यस्तो हुन्छ या डेथ बलिङ भनेको वान अफ द बेस्ट टी20 बलर त्यसै भएको होइन 2022को वर्ल्ड कप इङ्ल्यान्डलाई जिताएको श्याम करणले आइपिएलको हाइएस्ट पेड प्लेयर छ 2023मा भनेपछि यहाँबाट लर्न गर्न धेरै सकिन्छ यार त्यो त पर्फेक्सन थियो यार लिटरली पर्फेक्सन थियो लेग साइडमा कति 3-4वटा फिल्डर आएको छ यार बााउन्ड्रीमा होइन सबै लेग साइडमा छ नि त सबै बल लेग स्टम्प मिडल लेगमा यर्कर छ यार पर्फेक्ट क्या ब्याट्सम्यानले हानेको भने पनि फिल्डरहरू छ क्या हो लर्न गर्न सकिन्छ नि त अब एक्सप्रेस बलर होइन ऊ तर एक्सप्रेस नहुँदाखेरि चाहिँ हदै कन्ट्रोल हुनुपर्छ आफूमा स्विङ बलिङ होस् लाइन एन्ड लेन्थ होस् नेपालले अब यो यही वर्ल्ड कपमा यही एप्लाई हुन्छ भनेर छैन तर जसले हेरिरहेछन् युथ प्लेयरहरू छन् जो छन् यो नोटिस गरे होला नि कि श्याम करण बलिङ यार हाम्रो फास्ट बलिङ विक सबैलाई थाहा छ होइन हामी अब स्पिन बलिङमै रिलाइ गरेर हुन्छ करण केसी बुढो भइसक्यो सम्पल कामी पनि 30 नागिसक्यो फास्ट बलिङमा भनेको त्यो भनेको अलिकति डिप हुन थाल्छ पेसहरू सबै कुरा हामीलाई चाहिएको छ क्या फास्ट बलिङ हामीहरूको विक छ नेपालले फिनिस लाइनसम्म गेम चाहिँ लानु पर्यो यहाँ गेमहरू राम्रो खेल्यो मन जित्यो होइन धेरै मन जित्यौँ हामीले धेरै जित्यौँ होइन अब चाहिँ रुथलेस हुनुपर्छ मन सधैँ जितेर दुनियाँको ताली लिएर कतिसम्म अब कहिलेसम्म यही कुरा अब 1-2 वर्षसम्म 2-3 वर्ष पनि यस्तै भयो मान्छेले वाक्क बाजेर ब्याक यो टिम सधैँ यस्तै रहेछ भन्छ एउटा हदसम्म पो मान्छेहरूले पनि यो टिममा केही छ भन्छन् 10 वर्षसम्म पोटेन्सियल त हुँदैन नि त पोटेन्सियल भनेको त सुरुवाती केही टाइममा हुन्छ अन्त नेक्स्ट स्टेप लिनु पर्यो नेक्स्ट स्टेप लिने टाइम आएको छ अब सबै कुरा हाम्रो फेभरमा छ कन्फिडेन्स छ पर्फर्मेन्स राम्रो भएको छ होम जस्तै कन्डिसन छ फ्यान्सहरू छन् एसियाको विकेट छ यार भन्नु र एक्चुअलमा पर्फर्म गर्नुमा फरक छ आश गरौँ राम्रो होस् नेक्स्ट भिडियो भेटौँला बाई बाई